जति माथि हिँड्यो के हो यार यो बाटो कहाँ छ रामजी रामजी ओ भगवान ओ कता हौ र यसो झन् यतै आएछ सिस्नुघारी ग्राम फालेछ झन् सोतर कहाँ हो यो हामी तमार माथि जाने भनेको होइन र गाइस यु क्यान हियर है चराको चिरिरिरिरिरिरिरि धेरै रिस उठाउनेहरूलाई नि यस्तो हान्नुपर्छ यस्तोले पानी पर्नु पो थाल्यो यो खानुहुन्छ है यो जङ्गलमा भोको उनीहरूलाई यस्तोमा हाल्नुपर्छ क्या सिधै सिस्नुघारी अनि बाटो त यतै छ त यहाँबाट त तेर्छ होइन आमा यो मासतिर जान्छ कि दमार तलतिर जान्छ पानी पर्यो अब सिम 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 यता उता जाने होइन आमा गाइस सीमा आउटफिट होइन पुरै अँधेरो देख्छ बाइ द वे अनि हामी जब फाइनल दमार पुग्नु लागिरहेछौँ आए मैले खानेकुराहरू आएँ क्या म खाना चाहिँ ड्याउमा आएँ एउटा कुरा चाहिँ के हो भन्दाखेरि नि जङ्गलले भने नि ल वेयर इज इट ओके आई should leave now. What is this? I think mushroom. It's ice cream हो जङ्गलको आइसक्रिम हो नि त त्यही भएर यो चाहिँ ग्रीन रेड एन्ड लिटल बिट येल्लो लाइट कलर येल्लो हजुरहरूलाई यस्तो आइसक्रिम खान मन छ भने मलाई PM गर्नु होला ओके ब्याक क्यामेराबाट यस्तो देख्छ मेरो सो यो भन्थ्यो कि यसलाई भन्छ लहरा हामी पहिला दाउरा पुग्दाखेरि लाइक उयो आइ पोलेको यो अर्को भयो यो भयो यहाँ चाहिँ लहरा भन्छ एक्चुअली कोप्दियो तिमीलाई हो यस्तै फुल दिनुपर्ने क्या काँडा भएको भरे म के चेप्पा थियो बोले हामी मासतिर जाने हो चाहिँ यो चाहिँ दमारको बाटो यहाँबाट माथि भयो अनि हामी चाहिँ ठ्याक्कै तल छौँ तर यताबाट आयौँ तलतिर जङ्गल चेन्ज भयो हामी नजाने भयौँ मासतिर किनभने अलरेडी 1 बज्न लाग्यो ल म आफै अनि अब यो भनेको चाहिँ ठ्याक्कै यो बाटो चाहिँ अब कनेक्ट हुन्छ हाम्रो घर गाउँकै छ घर पर्दैन क्या के हो दिन्छु अनि खुट्टा चाहिँ अब चाहिँ अलिअलि अब निगुरो लाने हामीले गाई च्याउ हामीले भेटिनौँ वी आर मेरो कपाल चाहिँ खतरनाक भइसक्यो मेरो जुगा कति अब आई थिङ्क म यो बाटो कालिम्पोङ जाने बाटो अब पछि आउँछु होला है हिँडेर चाहिँ
लास्ट इयरमा आएको थिएँ लास्ट इयर मेबी जेठमा वैशाख त्यस्तैमा कहिले आएको थिएँ अनि आफ्टर द्याट यो बाटो म आज आएँ हामी चाहिँ यही बाटो हो यो बाटो चाहिँ दमारको यो बाटो हुँदै चाहिँ हामी कालिम्पोङ जाने गर्छौँ है यो चाहिँ तल हेजोमा गाइस सुन्दरावती टेम्पल चाहिँ हाम्रो ठ्याक्कै बोसिम्पा बोसिम्पा भीमेश्वर नगरपालिकामा छ वडा नम्बर 1 मा पर्छ अनि ठ्याक्कै त्योभन्दा माथि चाहिँ सुन्दरावती भगवती टेम्पल हुनुहुन्छ अनि लाइक एज अ लोकलले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि सुन्दरावती टेम्पल इज अ कान्छी अनि उहाँको दिदीबहिनी मध्येमा चाहिँ 7 जना दिदीबहिनी मध्येमा साइली चाहिँ कालिम्पोङ भगवती है अनि हामी चाहिँ लाइक इन चाइल्ड टाइम होइन एभ्री न्यू इयर होइन मलाई स्टिल याद छ बाटो चाहिँ यो बाटो स्टिल याद छ होइन हाम्रो चाइल्डहुडमा न्यू इयरमा चाहिँ लाइक झाँक्रीहरूसँगै हामी चाहिँ आउने गर्थ्यौँ कि यो बाटो चाहिँ कालिम्पोङ जाने बाटो हो जुन मैले अहिले बनाइरहेको छु रिसेन्टली अनि लाइक यो भनेको चाहिँ हामी माथि यो चाहिँ यो दमारो यही बाटो हुँदै चाहिँ हामी कालिम्पोङ जान्छौँ अनि या हामी जाने गर्थ्यौँ है त्यति बेला चाहिँ लाइक झाँक्रीहरू अनि हाम्रो के अरे सोसाइटीको मान्छेहरू चाहिँ मिलेर जान्छौँ है बिहान राति नै मेबी 1-2 बजे उठेर चाहिँ वी युज टु बी रेडी अनि हामी सानो थियौँ नि त अब मलाई एज अ फर्स्ट टाइम मलाई गएको याद छ आई थिङ्क आई वाज सो यङ है मलाई यस्तै एक्ज्याक्टली एज चाहिँ थाहा भएन तर मलाई थाहा छ कि म कुद्दै अगाडि भागी गएको मेरो एकजना कजन पनि जानुभएको थियो मसँगै अनि मेरो फ्यामिली उसको फ्यामिली अनि हाम्रो अरू कजनहरू पनि जानुभएको थियो तर या सिएनमी हामी चाहिँ यति भागी अगाडि कुदेको थियौँ कि यो बाटो चाहिँ लाइक दामी छ कि जसलाई पनि हाइकिङ मनपर्छ जसलाई पनि धेरै डिस्टर्बेन्स मन पर्दैन नि लाइक म चाहिँ के भन्छु भन्दाखेरि तपाईँहरू आउनु भिजिट गर्नु होइन गाडीमा चाहिँ इट अल्सो बी फाइन बट यु नो जब चाहिँ हजुरहरूलाई यो नेचरमा आफूलाई राख्नु मन लाग्छ गोविन्दा हेट यु अनि गो स्टोनमा लाग्यो है मेरो खुट्टा अनि जब चाहिँ हजुरहरूलाई चाहिँ अब नेचरसँग इङ्गेज हुन मन लाग्छ नि अनि यु सुड कम टु यु सुड भिजिट दोज काइन्ड अफ द प्लेस होइन तपाईँहरू हेर्दाखेरि पनि यु क्यान सी कि हाउ ब्युटिफुल इट इज कहाँ यताबाट होइन बाटो अनि होइन थोरै पानी पनि पर्ला जस्तो लाग्थ्यो मैले चाहिँ के सोचिरहेको थिएँ भने माथि दमारमा चाहिँ धारा छ नि त मतलब एउटा राम्रो जस्तो धारा ट्याङ्की बनाउनु रहेछ अनि त्यहाँ पुगेको भए चाहिँ ठुलो चौर पनि छ अनि त्यहाँ पुग्यो भने चाहिँ हामीले पानी खान मजाले पाउँथ्यौँ मैले सोचेको थिएँ किनभने यता पनि छ न त बट आई डु नट हेभ आइडिया आई थिङ्क आमालाई याद छैन होला हे रामजी सो है हामी बच्चा बेलामा आउने गर्थ्यौँ त्यसबाहेक पनि हामी घुम्न आउन गर्थ्यौँ कालिम्पोङ चाहिँ प्रायः एभ्री इयरमा चाहिँ ट्वाइस a year or या एकचोटि चाहिँ हामी आउँथ्यौँ है पहिला चाहिँ एभ्री इयर बिकज एभ्री न्यू इयर और हाम्रो दसैँको बिचमा चाहिँ हाम्रो चाहिँ लाइक गाउँ सोसाइटीबाट जाने त्यो सो हामी आउँथ्यौँ ठुल्ठुलो मान्छेहरूसँग अनि हामी ग्रुपमै लाइक अलमोस्ट अल घरको मान्छेहरू चाहिँ प्रायः जाने आउने गर्नुहुन्थ्यो कि अनि त्यस्तो हुँदाखेरि चाहिँ लाइक अलमोस्ट होइन गाउँमा चाहिँ मान्छेहरू नहुँदैन थियो कि त्यो दिन चाहिँ अनि यु क्यान सी है यो चाहिँ लाइक पाहाड भन्छ है पाहाड आई डोन्ट नो अनि यो चाहिँ लाइक वी क्यान सी द भिडियोज अल्सो त्यो पेपर हुन्छ नि त्यो पेपर बनाउनको लागि चाहिँ हामीले यो युज गर्छ यो युज हुन्छ पेपर त्यो कागज भन्छ नि पहिला मम्मीहरूले कागज बनाउनुहुन्थ्यो अरे भनेर भन्नुहुन्छ नि सो आमा दिस इज कमिङ आइम जस्ट मेकिङ भिडियो अनि म अर्को कुरा के एड गर्छु भन्दाखेरि म अघि उताबाट पनि आइरहेको थियो कि अनि म यताबाट पनि गइरहेको छु अनि आई थिङ्क मान्छेहरू त्यति हिँड्नुहुन्न जङ्गलमा पानी डह्रो पर्न लाग्यो है आई क्यान हियर द्याट चाहिँ त्यो हिँड्दाखेरि होइन अगाडि बाटोमा पुरै माकुराको जाली छ कि आमा झरियो नि यो Guys, can you hear this voice?
चाहिँ ओडिसके है मैले यो झोला बोक्छु म चल गयो अनि यस्तै त हो यस्तै त हो त्यो गाइसलाई टेली हो एउटा कुरा चाहिँ पानी भिज्दै चाहिँ बनाउँदै त्यो हामीले एकचोटि स्कुलमा नि बनमाला खोजेर ले भनेको थियो नि अब म लान सक्छु क्या कति धेरै छ कि कति धेरै दिस इज कल बनमाला के बनको माला दिस इज बनमाला है हामी त जमाहरू भएनौँ साथीहरू हामी डाइरेक्टली आइपुग्यो अब त एकछिनमा पुगिन्छ कि अब त हामी मुखर आउनु तल ठ्याक्कै यो ठुलो डुङ्गा कता हो त्यो भनेको खै ल चो नि त्यहाँ चो ए हामी मुखर कहीँ नजाने रे जस्ट हेज क्यान्सल्ड खण्डावती मन्दिर गइरहेछौँ हामी अब ल ए हो है च्याउ गाईजहरू सी जुगा टेर्दै टेर्दैन त खरी समा हे रामजी यसको मन गयो मैले टोक्दैछ यस्तो हुन्छ गाह्रो रातै बनाउँदा फाइनली हामी मुर्खरका आइपुग्यौँ अब त यहाँबाट तल हातमा आएर भाग्यो अहिले भर्खर अल आर डुइङ गुड अनि मलाई चाहिँ अलि रिङाटो चल्ला जस्तै भइरहेछ अहिले चाहिँ ओके सो बिकज अफ सम रिजन होला आई डोन्ट नो राइट नाउ अनि अहिले चाहिँ हामी ठ्याक्कै धेरै माथि घुमेर आइसक्यौँ अहिले चाहिँ अनि आमा कता जानुभएको छ म चाहिँ यहाँ डाँडामा बसेर आम जस्ट वाचिङ दिस अल भ्यू है वेयर एभ्री टाइम कि हामी चाहिँ एभ्री टाइम वी युज टु कम हियर एन्ड भिजिट के घर हुँदाखेरि पनि म तपाईँहरूलाई सबै दिन्छु सो लेट मी टेल यु है यताबाट चाहिँ हिमाल पनि देख्ने गरिन्थ्यो अहिले पुरै ढाकिया छ यो चाहिँ अनि यो हजुरले देख्नुहुन्छ यता चाहिँ योलाई चाहिँ सुन्द्रावती भन्छ लाइक यो उता भनेको चाहिँ के हो भन्दाखेरि ठ्याक्कै कटकचोर मासतिर भयो एन्ड देन यो पारी भयो यता भनेको चथेली दोलखा भयो है यता अलिअलि देखिन्छ यता भनेको त्यो भ्यू टावरहरू हो यता डाँडामा एउटा भ्यू टावर देख्छ सो मैले चाहिँ आज धेरै भिडियो बनाएको छु एन्ड आइ एम लुकिङ टोटली द ब्ल्याकेस्ट देखेँ मैले भन्दाखेरि ओके सो तपाईँहरू चाहिँ ती लेकमा आउँदै हुनुहुन्छ भने चाहिँ बी प्रिपेयर भएर आउने लाइक मेरो जस्तो हालत नहुन सक्छ किनभने चाहिँ म चाहिँ अलि हिमालसी अलि लाइक पहाड हिमाल अब हाइकिङ जाँदाखेरि चाहिँ यु हेभ टु बी अलवेज रेडी एन्ड बी प्रिपेयर है किनभने चाहिँ हामीले चाहिँ अब एउटा सोचेर हेर्छौँ यस्तो हुन्छ भनेर तर पानी परेपछि लेकमा चाहिँ असाध्यै जाडो हुन्छ अनि द्याट मलाई त्यो जाडो भइरहेछ नि किनभने मैले स्वेटर लगाएको आमाको अनि लुगा लगाएर आएको थिएँ मैले पनि अलि मजाले नै भेरी मच कोल्ड फर यु गाइस सो आई एम जस्ट सजेसन यु हजुर आउँदाखेरि चाहिँ लाइक यु हेभ टु बी रेडी के एक्ज्याक्ट एकदमले अनि यो मैले भिडियोहरू बनाइरहेको छु नि यो भनेको चाहिँ द प्लेस मैले अघि हजुरहरूलाई त्यो कति दमार बाटो आउँदाखेरि त्यो बाटो भन्दै थिएँ यो बाटो यो बाटो हो यो बाटो जति पनि म तलतिर जस्तै डाउन झरिरहेको छु नि घरको लागि हो यो सबै बाटो भनेको चाहिँ लाइक कालिम्पोङ जाने नै बाटो यहाँ चाहिँ पहिला चाहिँ हामीले चाहिँ तल बस्यौँ भयो अनि त्यहाँबाट चाहिँ गाई गोरुहरू चाहिँ यता ल्याउनुहुन्थ्यो यो चाहिँ खर्क जस्तै हो कि एउटा खर्क बाख्रा बस्तु चराउने गाई बस्तु चराउने खर्क जस्तै हो यो रुखको नाम के हो भन्दाखेरि यसलाई के भन्छ बङसेड भन्छ यस अनि यतापट्टिलाई आइएम फर्गेट तर यसको पात चाहिँ टप्परी बनाउनुहुन्छ होला आई थिङ्क है भनेपछि यता फुल फर द्याट्स मच फर टुडे
अनि पानी चुरिया दिउला टिकिया दिउला दिउला नि मया हो पुतहली मया लाम्न हो मेरे पुतहली